धेरै वर्षपछि आइयो सङ्कटा मन्दिर। अब अर्को पालि कहिले हुन्छ थाहा छैन, तर यसपालिको लागि यति नै। Hello, what's up gang? Today I've been to Sankata Mandir at approx 4:30. I came here and waited across the line for about 20 minutes and got the easy darshan of Sankata Dev Mandir Samidev. And now I am heading to Hanuman Dhoka Darbar Square, which is 5 minutes walks from the Sankata Mandir to the west of Kathmandu. And this is the new road area located right in the center of Kathmandu National Center. So yeah, I'm vlogging for this journey and I'm truly grateful that I woke up today. Thank you God, thank you myself, thank you to everyone who loved me and everyone who I love. So yeah, let's go. अहिले चाहिँ म यहाँबाट हनुमान ढोका दरबार स्क्वायर जाँदैछु। म बिहान 3:30 बजेतिर नै घरबाट हिँडिसकेको थिएँ। 3 बजे उठेर नुहाएँ पहिला त, हेरेर लुगा लगाएर अनि बाइक निकालेर आएँ। र फर्स्ट अफ अल चाहिँ म यहाँ शनिबारको दिन सङ्कटा मन्दिर र शनिदेवको दर्शन गर्न आएको थिएँ। अनि लाइफमा अलिकति उतार चढावहरू आइरहेछ भनौँ न, कि त्यही अनएक्सपेक्टेड चिजहरू 2 दिनता भएको थियो। सो या वाइ नट भिजिट द प्लेस वेयर आई बिन थ्रु अलट इन माई चाइल्डहुड। नेपाली बोलेका जो मन्दिर आइदिएको घुम्न। अनि अहिले चाहिँ मन्दिर घुमिसकेँ म। अनि त्यसपछि यता 5 मिनट We are here at New Road Mall in the in front of the statue of King Mahendra, I think it is. And now we are going to visit inside Kathmandu Darbar Square. So yeah, let's go. युरोप के जान्छ केटा हो, काठमाडौँको न्यू रोड आऊ साथीहरू। टाइट छैन त युरोप जस्तो, डिटु नभए नि हल्का हल्का। नौतले मन्दिर। सो म चाहिँ यहाँ पुग्न लागेँ। हनुमान ढोका दरबार स्क्वायर क्षेत्रभित्र चाहिँ प्रवेश गरिसकेँ। अब चाहिँ मेरो इन्टेन्ट चाहिँ यहाँदेखि 1 राउन्ड हान्ने भनौँ न, कि नत्र कालभैरव मन्दिर दर्शन गरेर बाइक लिएर घर जाने। अब यहाँसम्म आइसक्यो। अहिले भर्खर can't believe it's 5 AM in the morning and there are cloudy sittings. अनि मेरो आँखा चाहिँ अलिक कमजोर छ। अनि यो माथि उडिरहेको यो काग हो कि चिल हो, तर मैले एउटै कागलाई नि 2टा देखिरहेको छु सँगसँगै उडिरहेको जस्तो। प्रसन्न साथीहरू यता नि छ अर्को युरोप। जो वाइल्ड ठुलो छ, हेर्दा त सानो छ। अझै माथि पनि होला, देखेन।
राति आउँदा नि राम्रो, दिउँसै आउँदा नि राम्रो, बिहानै आउँदा त झन् राम्रो। काष्ठमण्डपेरि आइपुगेँ म। उतापट्टि छ यहाँ ग्रेटवा। साथीहरू, तपाईँहरूलाई आज म काल भैरवको दर्शन गराउँछु। सो या मिनी युरोप भन्नाले चाहिँ यो पनि एउटा हो। यस्तो कहाँ देख्न पाइन्छ? द ननको मुभीमा काग भूता जस्तो नि। पेन स्ट्रोक्स हनुमान ढोका। Who gonna stop me? I'm unstoppable. नाच्दै छन् त। कुन मन्दिर थाहा छैन तर राम्रो देखिरहेको छ बत्ती बल्दा चाहिँ। सराउन्डिङ चाहिँ यस्तो छ। कहिले बन्ने हो? म यसै चिलमा हिँड्दा थिएँ, एउटा चिजले मेरो साथै खाइदियो यार। बिहान डेड बडिज यस्तो सुनसान सडकमा राति कसले के गरिदियो होला जान्नको लागि मेरो भ्लग हेरिरहनु होला। बिचमा बिरालो मऱ्यो चाहिँ। ठुलो फुटपाथ किन चाहियो? सिरियसली बिहान त अलिक चाहिँदैन रहेछ। म एक्लै हिँड्दा छु।